हेलो एभ्रिवान, सबैजना आरामै हुनुहुन्छ होला। सो म चाहिँ आज के फरक कुराहरू गरौँ भन्ने आइरहेको छु। दुईवटा युट्युब भिडियोको बारेमा मेनली कुरा गर्छु म आज, जसले चाहिँ मान्छेलाई साइकोलोजिकल्ली मेन्टली धेरै कुराहरू चेन्ज गर्न बाध्य बनाउँछ। त्यो भिडियोहरूबाट चाहिँ मैले त्यो भिडियोहरू लास्ट विक हेरेँ। सो मैले जे फिल गरेँ त्यो हजुरलाई भन्न गइरहेको छु। सुरुमा चाहिँ हजुरहरूले मेरो यो नयाँ एआई एसिस्टेन्ट च्याटबोट ट्राई गर्नु भएको छैन भने मेरो पर्सनल पोर्टफोलियो लिङ्कमा गएर यो ट्राई गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो मैले आफै एलएलएम एपिआई कनेक्ट गरेर बनाएको छु। सो यसले चाहिँ मेरो बारेमा प्लस हरेक खाले क्वेरीहरू चाहिँ एन्सर गर्ने कामहरू गर्छ। सो हजुरले चाहिँ ट्राई गर्न सक्नुहुन्छ। सो हामी जाऊँ सुरुको भिडियोमा। सुरुको भिडियो छ हाम्रो हाउ टु गेट रिच। यो चाहिँ नवल रविकान्तको भिडियो हो। उहाँ चाहिँ एउटा फिलोसफर एन्टरप्रेनर हुनुहुन्छ। सो यसले चाहिँ के कुरा गराउँछ भन्नुहुन्छ भने चाहिँ एउटा चाहिँ हाम्रो वेल्थ र मनीमा के फरक छ त। सो बेसिकली मान्छेहरूले लाग्न सक्छ दुइटै एउटै कुराहरू हो, त्यो खासमा दुइटै एउटै कुराहरू होइन। सो हाम्रो लागि दुइटा मध्ये कुनले इम्पोर्टेन्स रोल प्ले गर्छ भन्ने कुराहरू यसले जनाउँछ। अर्को भनेको रेन्टिङ टाइम। हामीले जब गर्छौँ, बिजनेस गर्छौँ अथवा कोही फरेनमा कामहरू गर्छौँ। सो रेन्टिङ टाइम भनेको के हो, कसरी यसले हाम्रो लाइफलाई एफेक्ट गरिरहेछ। सो हामीले यसलाई अभोइड गरेर रेन्टिङ मनी गर्ने के गर्ने, सो त्यो कुराहरू यसले उहाँले भन्नुहुन्छ। अर्को भनेको नलेज भर्सेस स्किल गेन। प्रोग्रेस गर्नको लागि नलेज मात्र भएर पनि भएन, स्किल गेन गर्नुपर्छ नलेजको बेसमा रहेर। त्यो कुराहरूको बारेमा बुझिन्छ भिडियोबाट। अर्को भनेको लङ टर्म्स प्लान्सहरू के छ, लङ टर्म्स गोलहरू के छ, त्यो कुराहरू पनि बुझिन्छ। यो चाहिँ अलिकति लामो भिडियो छ, 3 घन्टा 35 मिनटको भिडियो छ यो खासमा। बट यो हजुरहरूले एकदम फोकस्ड भएर कतै डिस्ट्र्याक्ट नभइकन सकेसम्म एट वान गोमै हेर्नुभयो भने चाहिँ धेरै कुराहरू बुझिन्छ जस्तो लाग्छ मलाई। मैले चाहिँ 2-3 चोटि गरेर हेरेँ, तर यो भिडियो हेर्नको लागि बेस्ट टाइम भनेको चाहिँ हेडफोन लगाएर अलिकति पिसफुल हुने टाइममा अथवा भनौँ बेसी हल्लाखल्ला डिस्टर्बेन्स नहुने टाइममा हेर्नुभयो भने चाहिँ मोर नलेज गेन गर्न सकिन्छ जस्तो लाग्छ मलाई। सो आई हाइली रिकमेन्ड टु वाच इट। अर्को हामीसँग छ नवल रविकान्तकै भिडियो छ। उहाँले चाहिँ एकजना कपिल गुप्ता भन्ने फिलोसफरसँग कुरा गर्नुभएको छ। मोर लाइक पोडकास्ट हो यो चाहिँ, कन्क्युरिङ द माइन्ड भन्ने भिडियो छ। यो चाहिँ त्यति लामो भिडियो छैन, 40 मिनट भिडियो छ। यसबाट चाहिँ हामीले के कुराहरू बुझ्न सकिन्छ भन्नाले मेनली चाहिँ ग्रेटनेस कम्स बाई डुइङ भनेको कसैको भिडियो हेरेर अथवा केही सुनेर भन्दा पनि त्यो अनुसार आफूले त्यसलाई इम्प्लिमेन्ट गरेर ट्राई गरियो भने चाहिँ ग्रेट कुराहरू पाउन सकिन्छ भन्ने कुराहरू यसमा गरिएको छ। अर्को भनेको फ्रिडम फ्रम माइन्ड। सो मान्छेले सोध्छ फ्रिडम टाइमबाट मात्रै हुन्छ, पैसाबाट मात्रै हुन्छ, सो माइन्डबाट फ्रिडम हुनुलाई के गर्नुपर्छ, हामीले कसरी हुन सकिन्छ, सो कसरी त्यसलाई एकदम प्रोडक्टिभ टाइममा युज गर्न सकिन्छ, त्यो कुराहरू पनि यसमा छ। अर्को भनेको सल्भ प्रब्लम बाई टेकिङ नट गोइङ अवे। सो यो मेनली सबैको लाइफमा हुनुपर्ने नै मोटो हो सायद। यो प्रब्लमलाई फेस गर्नै पर्छ, जस्तो प्रब्लम होस् त्यसबाट पर भागेर त्यो सल्भ हुने चान्सै भएन। त्यो कुराहरू यसमा गर्छ। अर्को भनेको हामीले सबै गर्ने एक्टिभिटीहरू चाहिँ हाम्रो के हुन्छ, सिङ्गल प्लेयर गेम हो। यसमा चाहिँ अदर भन्ने अप्सनै हुँदैन भन्नुभएको छ उहाँले चाहिँ। भन्नाले जे गरिन्छ, जे कुराहरूले हामीलाई इफेक्ट गर्छ, हामीले गर्नुपर्ने टास्कहरू कामहरू पाउनु एचिभ गर्नुपर्ने गोलहरू सबै चाहिँ हाम्रो सिङ्गल प्लेयर गेम हो। यसमा चाहिँ अदर्स भन्ने अप्सन छैन भन्ने कुराहरू भएको छ। अर्को भनेको इन्भाइरोमेन्टल सेटअप। हामी कुन इन्भाइरोमेन्टमा बस्छौँ, कोसँग हिँड्छौँ, कस्तो सङ्गत गर्छौँ, त्यही कुराहरूले हाम्रो गोलहरू माइन्डहरू हाम्रो डुइङहरू हाम्रो एचिभमेन्टहरू सबै फरक पर्ने कुराहरू यस भिडियोमा गरिएको छ। सो तपाईँलाई यो दुईवटा भिडियो चाहिँ हेर्न मैले हाइली रिकमेन्ड गरेँ। सो द्याट्स अल, थ्याङ्क यू सो मच।